मेरो हेर्नुहोस् त गाउँमा भदै र भाइले बारी जोत्न लागिरहेको छ। कस्तो मजाले जोत्दैछन् भने नि। अरूभन्दा पनि रोचक चाहिँ मेरो सानो भदै छ है। उसले चाहिँ सानो बरलाई मजाले जोत्न लागिरहेछ क्या, सकि नसकि। अब गाउँतिर त्यही हो नि, बच्चाहरूलाई रहर हुन्छ। तरै पनि मेरो सानो भदै चाहिँ पुरा हलोलाई सकि नसकि जोत्न लागिरहेछ क्या उसले। पुरा खेदाउँदैछ बल गरी गरी। मेरो भाइले चाहिँ जोत भन्दैछ हो। पुरा जोत्नलाई गोरु कुट्दै खेदाउँदैछ। अब किनभने अब मकै छर्ने सिजन पनि आयो होइन। अब फागुन त चलिरहेछ, अब अन्तिम अन्तिम भइरहेछ होइन। हाम्रोतिर फागुनदेखि चैत वैशाखसम्म मकै छर्छन् क्या। त्यसैले भाइले चाहिँ सानो मेरो कुच्चे भदाले पुरै जोत्दैछ। यो जस्तै सानो सानो बहर छ दुईटा, अहिले भर्खर दाएको हो यो। अनि उसले पुरै जोत्दैछ क्या, काकातिर हेर्दै। काकाले चाहिँ जोत जोत भन्दैछ, जोतिरहेछ। हेर्नु न हाम्रो भदा सानो कुच्चे कस्तो गोरुलाई तान्दैछ। हेर्नु त हाम्रो बिर्सनी हो किसान। जोतेर गोरुले अब घुमाउन लागिरहेछ उसले। काकाले तर जोत्नु मजा आयो भन्दैछ। केले टोके, कमिलाले टोके जस्तो छ ढाडमा। राम्रो लागिरहेछ भन्दैछ, मजा आइरहेछ भन्दैछ। हेर्नु फर्की फर्की हेर्दैछ उसको